म आज हजुरहरूलाई एउटा कुरा भन्न आएको कि हेर्नुहोस् न, हामीलाई घरको नास्ता भन्दा बाहिरकै नास्ता मिठो हुन्छ नि त। अनि जतिखेर पनि बाहिर गयो, किन्यो, ल्यायो अनि खायो, यताउता त्यो कस्तो छ, कति दिनको बासी हो, केबाट बनेको, कस्तो के हो, कहाँ बनेछ, कस्तो ठाउँमा बनेछ, हामीलाई केही पनि थाहा हुँदैन के। थाहा हुँदै पनि हामीलाई बाहिरकै मिठो हुन्छ। आज हामीले त्यही नास्ता खाने क्रममा हेर्नु, नास्ता ल्याएर खाना लगाएको, नास्तामा हेर्नु ती माकुरो परेको रहेछ नि। पाउरोटी लिएर आएको हेर्नु, पाउरोटीमा माकुरो। यसरी हामीले प्याक 6वटा भएको प्याक पाइन्छ नि त, अनि यसरी लिएर आएको हेर्नुहोस्। यस्तो खाने क्रममा यत्रो माकुरो परेको, यस्तो चिप्के खाने उल्टे भएर गरे है। मैले यसलाई उल्टे गराउँछु, यत्रो माकुरो परेको। अब खाने त हेर्नु त, माइ गड, देख्दै घिन लाग्यो मलाई त। यो माकुरो उल्टे भएर यस्तो तरिकाले हेर्नु न, उयो प्याक गर्दा परेको हो कि कतिखेर परेको त्यो त मलाई थाहा भएन है। हामीले घरमा ल्याएर खाँदा फेरि चाहिँ यस्तो भेटियो। तर पनि हामीलाई बाहिरकै नास्ता मिठो हुन्छ साथीहरू। अब चाहिँ बाहिरको नास्ता नखाएर सकेसम्म घरमै बनाएर खाउँ। हेर्नु त यस्तो फोहोरो छ यो खाना, यो खाने कि फाल्ने साथीहरू। देख्दै घिन लाग्यो मलाई त। त्यही भएर बाहिरको नास्ता ल्याएर खाँदा सबैजना ख्याल गर्नु होला, अनि सफा ठाउँबाट नास्ता ल्याएर खानु होला। यो चाहिँ पाउरोटीमा परेको हो, कति दिनदेखिको बासी प्याक गर्दा पऱ्यो कि अनि यतिकै प्लास्टिक ओपन भएर परेको हो कि त्यो चाहिँ थाहा भएन है साथीहरू।